पानी भर्न सक्दैन। 1.5 वर्ष भयो यस्तै थला परेको। छोराहरू सानो सानो छ। मैले दुःख पाइराखेको छ। बेरेन्ती मर्छ मलाई। म भए त एक्लै भए त मरे पनि हुन्थ्यो। मेरो छोराहरूको लागि मलाई बचाइदिनु। नमस्कार दर्शकबिन, तपाईँ अहिले हेर्दै हुनुहुन्छ वीरगंज चर्चा न्यूज र अहिले हामी छौँ वीरगंज महानगरपालिका वार्ड नम्बर 15 जुन भिस्वा टोल छ। भिस्वा होटेलको गेट भन्दा 200 मिटर दक्षिणतिर अहिले हामी छौँ। यहाँबाट एउटा दिदीले हामीलाई फोन गर्नुभएको थियो कि उहाँलाईको अवस्था अहिले धेरै आर्थिक अवस्था धेरै दयनीय छ र उहाँलाई ब्रेन ट्युमर भएको छ भनेर हामीले खबर पाउनका साथ हामी यहाँ आइपुगेका छौँ उहाँको सहयोगको लागि। विशेष कुराकानी हामी उहाँसँग गर्न गइरहेका छौँ। दर्शकबिन, हामी गइरहेका छौँ उहाँ दिदी जुन रुममा बसिराख्नु भएको छ त्यो रुम हामी तपाईँलाई हेराउन गइरहेका छौँ। तपाईँ हेर्न सक्नुहुन्छ यही एउटा सानो कोठा छ। त्यही सानो कोठामा दिदी बस्नुहुन्छ र यहाँ तपाईँ हेर्न सक्नुहुन्छ एउटै सानो कोठामा सम्पूर्ण सामान अस्त व्यस्त तरिकाले छ। उहाँलाई हेरिदिने यहाँ कोही छैन। अनि दर्शकबिन, यहाँनिर फोन गर्नु भएको दिदी चाहिँ उही हुनुहुन्छ। उहाँसँग हामी कुराकानी गर्न गइरहेछौँ र उहाँको अहिलेको स्थिति परिस्थिति के कसो छ भनेर जानकारी गराउन गइरहेको छौँ। दिदी, वीरगंज चर्चा न्यूजमा तपाईँले स्वागत छ। ल, नमस्ते। दिदीको एउटा सानो परिचय दिनु। मेरो नाम मन्जु गुरुङ हो। तपाईँलाई अहिले के भएको छ? ब्रेन ट्युमर भएको छ। तपाईँको घरमा कतिजना सदस्य? 3 जना छोरा छ। पहिले यस्तो बिमारी भएपछि छोडिदियो। तपाईँको श्रीमान अहिले हुनुहुन्छ कि कहाँ हुनुहुन्छ? हुनुहुन्छ भने त रक्सी खाएर हिँडिरहेको छ। रक्सी खाएर उहाँ हिँडिराख्नु भएको छ। तपाईँलाई ब्रेन ट्युमर अहिले भएको छ। त्यसको तपाईँको ट्रिटमेन्टको लागि तपाईँको श्रीमानबाट कुनै पहल भएको छ कि छैन? छैन। उहाँ के भन्नुहुन्छ? केही पनि भन्दैन। कमाउँदैन कहाँबाट हुन्छ? तपाईँ भन्नुभएको तपाईँको श्रीमान चाहिँ रक्सी खाएर बस्नुहुन्छ। तपाईँको ट्रिटमेन्टको लागि उहाँबाट कुनै किसिमको पहल भएको छैन। तपाईँको 3 जना भन्नुभयो छोरा छ। कति वर्षको छोरा रहेको छ? अब एउटा 16 वर्षको छ, एउटा 12 वर्षको, एउटा 5 वर्षको छ। अब यिनीहरू 1.5 वर्ष भयो, पढ्नु पनि पाएको छैन, खानु पनि पाएको छैन, लाउनु पनि पाएको छैन। कति वर्ष पहिला तपाईँले? 1.5 वर्ष भयो मलाई ब्रेन ट्युमर भएको। 1.5 वर्ष तपाईँको ब्रेन ट्युमर भएको? हजुर। अनि तपाईँको एउटा छोरा चाहिँ 16 वर्षको हुनुहुन्छ, बाँकी 2 जना त्यसले काम गरेर खाइरहेको छ अहिले। तपाईँ अहिले घरमै बस्नुहुन्छ? अब कामै गर्न सक्दैन, पानी भर्न सक्दैन। 1.5 वर्ष भयो यस्तै थला परेको। दर्शकबिन, तपाईँ सुन्नुभयो अहिले कुरा। उहाँको घरमा चाहिँ काम गर्ने कोही छैन। 1 जना छोरा छ, त्यो पनि यताउता सानोतिनो उहाँ चाहिँ काम गर्नुहुन्छ र घर चाहिँ चलाउने एउटा माध्यम भनेको मात्रै छोरा हुनुहुन्छ। उहाँको श्रीमानले कुनै किसिमको उहाँको ट्रिटमेन्ट सम्बन्धी कुनै किसिमको पहल गर्नुभएको छैन। ट्रिटमेन्टसँग उहाँको मतलब नै छैन। अहिले वीरगंज चर्चा न्यूज जति पनि हेरिराख्नु भएको छ उहाँसँग तपाईँ के अनुरोध गर्न चाहनुहुन्छ? मेरो छोराहरू सानो सानो छ। मैले दुःख पाइराखेको छ। ब्रेन ट्युमर छ मलाई। म भए त एक्लै भए त मरे पनि हुन्थ्यो। मेरो छोराहरूको लागि मलाई बचाइदिनु, त्यही भन्न चाहन्छु। दर्शकबिन, तपाईँ सुन्नुभयो उहाँको चाहिँ पीडा। उहाँ घातक रोग लागेको छ। ब्रेन ट्युमर भनेको कुनै सानोतिनो रोग होइन। उहाँले अहिले वीरगंज चर्चा न्यूजको बारेमा सुनेर उहाँले हामीलाई बोलाउनु भयो। अनि हामी मार्फत तपाईँहरू समक्ष हामी निवेदन गर्न चाहन्छौँ, जति सक्नुहुन्छ उहाँलाई तपाईँ सहयोग गर्नुहोस्। यो तल हेरिराख्नु भएको छ जुन ब्याङ्क एकाउन्ट खाता जुन नम्बर रहेको छ उहीँको खाता नम्बर हो। यसमा तपाईँ सकेसम्म जति सक्नुहुन्छ तपाईँ पठाउनुहोस्। र विशेष गरेर विदेशमा बसिराख्नु हुने सम्पूर्ण नेपाली दाजुभाइहरूले वीरगंज चर्चा न्यूजको माध्यमबाट हामी पनि अनुरोध गर्न चाहन्छौँ, जति सक्नुहुन्छ उहाँलाई तपाईँ सहयोग गर्नुहोस् र ट्रिटमेन्टमा केही मद्दत होस् भनेर हामी पनि अनुरोध गर्न चाहन्छौँ। वीरगंजमा जति सङ्घ संस्थाहरू रहेको छ, सङ्घ संस्थाको सम्पूर्ण पदाधिकारीहरूज्यूसँग हामी अनुरोध गर्न चाहन्छौँ, यो दिदीलाई जति सहयोग हुन्छ तपाईँहरू सहयोग गर्नुहोस्। सकेसम्म आफू पनि सहयोग गर्नुहोस् र अन्य ठाउँबाट पनि यदि मिल्छ भने तपाईँहरू चाहिँ सहयोग गरिदिनुहोस्। यो तल उहाँको नम्बर चलिरहेको छ, उहाँको नम्बरमा पनि तपाईँहरू सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ। उहाँको व्यथा, उहाँको दुःखको बारेमा बुझ्न सक्नुहुन्छ र सकेसम्म तपाईँहरू सहयोग गर्नुहोस् भनेर हाम्रो अनुरोध छ तपाईँहरूलाई।
दर्शकबिन त्यस्तै यो दिदीको एउटा छिमेकी हुनुहुन्छ, उहाँसँग पनि हामी कुराकानी गर्न गइरहेको छौँ। दिदी बिर्ग चर्चानीमा तपाईँलाई स्वागत छ। हजुर धन्यवाद, नमस्ते। तपाईँको सानो परिचय। मेरो नाम प्रमिला चौलागाई। तपाईँको उहाँ छिमेकी हुनुहुन्छ, उहाँको अवस्था एकदमै दयनीय रहेको छ। उहाँको लागि होइन बिर्ग चर्चा न्युजको माध्यमबाट तपाईँ के भन्न चाहनुहुन्छ? उहाँको अहिले अवस्था देख्दाखेरि चाहिँ धेरै अलिक दुःख नै लागिरहेछ होइन। अब उहाँ अब खासै भन्नुपर्दाखेरि त्यति राम्रो हिँड्न पनि सक्नु भएको छैन। अनि अब उहाँको अब परिवार पनि अब बच्चाहरू पनि ससानै हुनुहुँदो रहेछ। उहाँको श्रीमान चाहिँ अलिक जाँडक्सी खाएर घर परिवारलाई अलिक नहेर्ने टाइपको हुनुहुँदो रहेछ। त्यही अनि मलाई पनि लागिरहेछ, हेर्छु म पनि भर्खरै हो यहाँ आएको, धेरै त भएको छैन। अब म पनि गर्न त के नै सक्छु र अहिले होइन। अब देखिन्छ त्यही हो, माया लाग्छ। तर उहाँको अब यस्तै भनौँ न, अलिक दुःख नै छ। अब सबैले अब यसो सहयोग गरिदिनुहुन्छ होला भन्ने, अब के भनौँ म पनि होइन। म पनि अब यहाँ सानोतिनो जब गरेरै बसिरहेको छु। अब म पनि केही सकेको सहयोग गर्छु होइन। अब धेरै थोरै जति जे भए पनि आफूले आफ्नो आर्थिक अनुसारको गर्ने हो सबैले। अब सबैजनालाई म यही भन्छु, उहाँको अब यस्तै छ, उहाँलाई बिराम लागेको छ, केही ब्रेन ट्युमर भन्नुभयो, यही छ। अब उहाँ खासै बस्न हिँड्न ओर्न सक्नुहुन्न, खाना बनाउनु ओर्न पनि उहाँलाई गाह्रै भइरहेछ। अब होइन, अब सबैले अब हेर्नु होला यो भिडियो, अनि अब सकेको सहयोग गर्नु होला। म त के नै भन्न सक्छु र अब। दर्शकबिन भर्खर तपाईँ दिदीको कुरा सुन्नुभयो। बिर्ग चर्चा न्युजको माध्यमबाट हामी पनि अनुरोध गर्न चाहन्छौँ, जुन यो हाम्रो तल एकाउन्ट नम्बर चलिरहेको छ, यसमा तपाईँ सकेसम्म जति सक्नुहुन्छ त्यति नै सहयोग गरेर उहाँको अपरेसनको लागि केही खर्च जुटाइदिनु पर्यो भनेर हामी पनि अनुरोध गर्न चाहन्छौँ। विशेष आउँदो दिनमा फेरि हामी अपडेट लिएर आउँछौँ। तबसम्मको लागि धन्यवाद।